Galaxy News Hour live. देशमा उच्च शिक्षाको धरोहर मानिएको त्रिभुवन विश्वविद्यालय प्राज्ञिक थलो भन्दा पनि राजनीति गर्ने अखडा भएको छ। त्रिवीको दुर्दशा विश्वविद्यालयमा मात्र सीमित छैन, आंगिक क्याम्पसहरू पनि शैक्षिक भ्रष्टीकरणको पर्याय बनेका छन्। यसको दृष्टान्त बनेको छ विज्ञान अध्यापनका लागि नामुद काठमाडौँको अमृत साइन्स क्याम्पस। अस्कल क्याम्पसको अराजकता र अनुशासनहीनताले पराकाष्ठ नागेको छ। अस्कल क्याम्पसमा काम नगरी गयल भए पनि शिक्षक र कर्मचारीले तलब पकाइरहेका छन्। खास गरी निम्न मध्यम वर्गका विद्यार्थीहरूका लागि विज्ञान विषयमा ज्ञान आर्जन गर्ने भरपर्दो स्थान हो अस्कल क्याम्पस। तर बेथितिले क्याम्पस रुग्ण बनेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले अस्कलका अधिकांश शिक्षक हाजिर गरेर निजी क्याम्पसमा पढाउन जाने गरेको देखाइसकेको छ। नियामक निकाय त्रिभुवन विश्वविद्यालयसँग आंगिक क्याम्पसलाई अनुगमन गर्न न कुनै संयन्त्र छ न त इच्छा शक्ति नै। न्यूज आवरमा आज हामीसँग हुनेछ घर बसी तलब खाने क्याम्पसका शिक्षक र कर्मचारीको प्रसङ्ग। साथमा काङ्ग्रेसभित्रको आन्तरिक कलहको तस्बिर पनि प्रस्तुत गर्नेछौँ। नमस्कार, यो हो गैलेक्सी न्यूज आवर। अब हेडलाइन्स। शीतल निवास र बालुवाटार बीच अविश्वास बढेका बेला राष्ट्रपतिको चासो मन्त्री परिषद बैठकका प्रस्तावमा कुनै पनि निर्णय हुनु अघि आफूलाई जानकारी दिन सरकारलाई ताकेता। टिकट वितरणलाई लिएर काङ्ग्रेसमा चर्को असन्तुष्टि। संस्थापन पक्षले नियत बस इतर खेमालाई पाखा लगाउन खोजेको आरोप। 40% नपाए विद्रोह गर्ने चेतावनी। त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा शिक्षक कर्मचारीमा अनुशासनहीनताको हद। अमृत साइन्स क्याम्पसमा 80% गयल बसेर सबै दिनको तलब सुविधा। युक्रेनसँगको युद्धमा आफ्नो सेना हार्न थालेपछि रुसद्वारा रक्षा उपमन्त्री बर्खास्त। युद्ध मैदानमा रासन पानीको चुस्त व्यवस्था गर्न नसकेको आरोप। र टेनिस स्टार रोजर फेडेररले लिए व्यावसायिक खेल जीवनबाट सन्यास। विश्वका चर्चित टेनिस खेलाडीको उपस्थितिमा लन्डनमा भव्य विदाई। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको टिकट वितरणको विषयलाई लिएर नेपाली काङ्ग्रेसभित्र असन्तुष्टि चर्किएको छ। समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूचीमा आफूलाई 10% पनि भाग नदिएको गुनासोसहित संस्थापन इतर पक्षले शनिबार काठमाडौँमा नेता कार्यकर्ताको भेला नै गरेर पार्टी नेतृत्व र सत्ता गठबन्धनको चर्को विरोध गरेको छ। संस्थापन पक्षले नियत बस इतर खेमालाई पाखा लगाउन खोजेको र यो रवैया नसुध्रिए देशैभरि काङ्ग्रेसका उम्मेद्वार उठाएर विद्रोहमा उत्रने सम्मको चेतावनी यस खेमाले दिएको छ। गत असोज 3 गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूचीमा आफ्नो भाग कम भएको गुनासो गरिरहेको नेता शेखर कोइराला पक्षधर समूहले शनिबार काठमाडौँमा खबरदारी सभा गर्यो। पार्टीभित्रको ठूलो पंक्तिलाई नियत बस पाखा लगाउन खोजेको र अन्य दलसँग असंगत रूपमा लेनदेन गरेको भन्दै भेलामा उपस्थित नेता कार्यकर्ताले संस्थापन खेमाप्रति रोष प्रकट गरेका थिए। हाम्रो सभापतिलाई लाग्ला सुझाव दिँदा विरोध गर्यो भन्ने लाग्ला, यहाँ कमजोरी भयो भनेर भन्दा विरोध गर्यो भन्ने लाग्ला, यहाँनिर गल्ती भयो भन्दा विरोध गर्यो भन्ने लाग्ला, टिकट एकको ठाउँमा बिलाई दिनुहोस् उसले जित्छ भन्दा चाहिँ यसले मलाई सिकाउने भन्ने लाग्ला। तर यदि त्यसो भन्दा विरोध गर्यो, त्यसो भन्दा असहमति राख्यो, त्यसो भन्दाखेरि चाहिँ मलाई चाहिँ औँला ठडायो भन्ने लाग्छ भने हामी औँला ठडाइराख्छौँ। समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेद्वार चयन गर्दा सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै छलफल नगरेको र संस्थागत प्रणाली छलेर स्वेच्छाचारी तवरले चल्न खोजेको पनि यस समूहको आरोप थियो। समानुपातिकको बन्द सूचीमा राखिएका कतिपय नाम पार्टीकै नेता कार्यकर्ताले नै नचिनेको उनीहरूको भनाइ थियो। देउवाले नै पार्टीमा 40% भागबण्डाको परम्परा प्रतिपादन गरेकाले अहिले त्यो भुल्न नहुने नेताहरूको धारणा थियो। आज हामी देख्दैछौँ काङ्ग्रेस बाटो बिराएको छ, काङ्ग्रेसमा विचार मरेको छ, काङ्ग्रेसले आफ्नो बाटो छोडेको छ, काङ्ग्रेस समाजवादी
काङ्ग्रेस होइन, सत्तावादी काङ्ग्रेस भएको छ। कार्यकर्तावादी काङ्ग्रेस होइन, कारिन्दावादी काङ्ग्रेस भएको छ। विचारवादी काङ्ग्रेस होइन, ब्रिफकेसवादी काङ्ग्रेस भएको छ। त्यसकारण यस्तो काङ्ग्रेस बनाउनेहरूको खिलाफको आवाज हो आजको यो खबरदारी सभा। पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर कोइराला पक्षधर पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन आग्रह गर्दै उनीहरूले कुनै हालतमा अन्याय नसहने बताएका छन्। काङ्ग्रेसलाई अन्याय हुने गरी गठबन्धन गरे देशभर उम्मेदवारी दिन पनि तयार हुनुपर्ने एस खेमाले आफ्नो नेतृत्वलाई भनेको छ। पार्टी सभापतिज्यूले अहिले पनि समय छ कि आफ्नो पार्टीलाई सन्तुलित तरिकाले, एकताबद्ध तरिकाले पार्टीलाई जस्टिस गरेर एक ढिक्का बनायो भने सभापति बलियो हुन सकिन्छ। त्यसैमा नेपाली काङ्ग्रेसको भविष्य छ। एमालेलाई एक्लो बनाउन सत्ता गठबन्धन दल बीच सिट भागबण्डाको छलफल चलिरहेको छ। संस्थापनले आफ्नो सुविधा अनुसार सिट वितरण गरेको र आफ्नो खेमालाई छाने छाने पाखा लगाएको यस समूहको बुझाइ छ। समानुपातिकको बन्द सूचीमा आफ्नो खेमाका 10% नेताको नाम पनि समावेश नभएको यस खेमाको गुनासो छ। असोज 16 गतेभित्र बन्द सूची सच्याउन उसले माग गरेको छ। प्रत्यक्षतर्फ पनि अन्य दलसँग गठबन्धन गर्दा संस्थापनतिरका नेताका सिट सुरक्षित गरी बाँकी गठबन्धनका अरू दललाई जिम्मा लगाउन सक्ने आशंका इतर खेमामा देखिन्छ। नेतृत्वको यस रवैयाले पार्टीका अब्बल नेता छायामा पर्ने यस समूहका नेताको भनाइ छ। सभापतिज्यूलाई आग्रह गर्छु, मध्य प्रदेशमा गठबन्धन गर्नुहोस्, हामीलाई कुनै आपत्ति भएन, गर्नुहोस्। तर गठबन्धनको नामबाट न्याय हुनुपर्छ, समानताको अवसर हुनुपर्छ र समानुपातिमा एकलौटी गर्यो भने साथीहरू विद्रोह गर्न सक्छ। प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्न निर्वाचन आयोगले असोज 23 गतेको मिति तोकेको छ। 165 सिट मध्ये गठबन्धन बीच भागबण्डा गर्दा काङ्ग्रेसले करिब 85 सिट पाउने आकलन छ। त्यसमा पनि सभापति देउबाले इतर खेमालाई 10%मा खुम्च्याउन खोजेको र यस्तो भएमा विद्रोह गर्ने चेतावनी कोइराला पक्षले दिएको छ। काङ्ग्रेसले जित्न सक्ने ठाउँ पनि अर्को पार्टीलाई जिम्मा लगाएर सभापति देउबाले बेइमानी गर्न लागेको विरोधी खेमाको आरोप छ। गठबन्धन टिकाउने नाममा छानी छानी पार्टी भित्रैबाट इतर खेमालाई सिद्ध्याउने खेलमा देउबा लागेको बताउँदै उनीहरूले यो प्रवृत्ति नसचिए विद्रोहमै उत्रिने सम्मको चेतावनी दिए। क्यामेरामा सञ्जय घिमिरेका साथ शिखा श्रेष्ठ र बासु खड्का, ग्यालेक्सी फोके, काठमाडौँ। यसैबीच संस्थापन इतर पक्षले आरोप लगाए जस्तै काङ्ग्रेसभित्र पक्षपात भएको हो भनेर हामीले प्रवक्ता प्रकाश रण महतलाई सोधेका छौँ। एकदमै गलत हो। यो हरेक प्रदेशको यो समानुपातिक सूचीमा पनि सबै पदाधिकारीहरू यही यो बागमतीमा पनि हाम्रो गगनजी हामीहरू थियौँ, पूर्वाञ्चल सबै उहाँहरू बस्नुभएको शेखरजीहरू हरेक उसमा सबै बसेर अब त्यो चाहिँ सूची पठाइएको छ। अब त्यहाँ चाहिँ 10%, 5% भन्ने कुरै छैन। तपाईँलाई समूह भन्नुहोस् या चाहिँ कोषण नजिक छैन, त्यो कुरालाई नहेरिकन सबैको प्रतिनिधित्व हुने गरेर सबैको सहमतिले यो पठाइएको छ। त्यसकारण यस्तो गर्यो उस्तो गर्यो भन्ने जुन अभिव्यक्तिहरू चाहिँ आएको छ त्यसमा कुनै सत्यता छैन। जे कुरा राख्नु छ त त्यहाँ सभापतिजीले कुनै निषेध गरेका छैन, मिटिङमा नबोलाएको छैन, मिटिङ बोलाएर पनि होइन यो भयो अरू तपाईँहरू कुरा चाहिँ सुनिँदैन भनिया छैन। सबै कुराहरूलाई चाहिँ समावेश गरेर निर्णय गरिया छ भनेदेखि त्यो यो कुरो बाहिर यसरी चाहिँ अभिव्यक्त गर्नुपर्ने कुनै कारण छैन। त्यसले खालि कन्फ्युजन मात्रै बढाउँछ। काङ्ग्रेस नेतृत्व गठबन्धनका अरू घटकलाई मनाउने नाममा आफै भित्रको संस्थापन इतर खेमालाई पाखा लगाउन लागि परेको भनेर शेखर कोइराला नेतृत्वको समूहले सार्वजनिक रूपमै असन्तोष प्रकट गरेको छ। यो रवैया नसचिए विद्रोह गर्ने सम्मको चेतावनी दिएको छ। काङ्ग्रेसभित्र गुटगत प्रतिस्पर्धाको यो पुरानै शैली पनि हो। तर विगतमा 60 र 40% भागबण्डाको विरोध गर्ने भनेर कहलिएका युवा नेताहरू नै यसरी सार्वजनिक रूपमा भेला गरेर संस्थापन पक्ष विरुद्ध उत्रिएका छन्। यसले काङ्ग्रेसलाई कतातिर डोर्याउँदैछ भनेर हामीले राजनीतिक विश्लेषक पिताम्बर भण्डारीलाई सोधेका छौँ।
नेतृत्वमा भएको मानिसहरूले चाहिँ कता कता त्यहाँभित्र भएका लोकतन्त्र गणतन्त्र होइन संवैधानिक राजतन्त्र जस्ता जति पनि कुराहरूबाट काङ्ग्रेस अभ्यस्त भएर यो ठाउँमा आइसकेको थियो धेरै कुराहरू काङ्ग्रेस आफै परिवर्तन हुनुपर्ने अवस्थामा छ। विगतका केही वर्षहरूमा उसले जुन खालको संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा आयो एकात्मक राज्य व्यवस्थाबाट संघीयतामा आयो होइन हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षतामा आउँदाखेरि यी कुराहरूमा काहीँ न काहीँ काङ्ग्रेसभित्रका केही नेतृत्वहरूलाई वैयक्तिक रूपमा पनि यो भएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्नु अस्वाभाविक होइन। गुटबन्दी एक हिसाबले कुनै पनि संस्थालाई चलायमान बनाउनका निमित्त होइन विचारहरूको आदान प्रदान हुनुको निमित्त र त्यो अगाडि जानुको निमित्त एक हिसाबले आवश्यक पनि हो। तर त्यो गुटबन्दीमा के हुनु पर्यो भन्दा केवल जब जब निर्वाचन आउँछ जब जब पार्टीको महाधिवेशन आउँछ जब भातृ संस्थाहरूलाई चाहिँ पूर्णता दिनुपर्ने बेला आउँछ त्यति बेला चाहिँ अनि त्यो केही कुराको हिसाबले चाहिँ बार्गेनिङ गर्ने हिसाबले अगाडि बढ्न खोजियो भने चाहिँ त्यसले के गर्छ भन्दा पार्टीभित्रको सैद्धान्तिक त्यो रणनीति कार्य त्यो भार हुन्छ नि विचारधारा त्यसलाई अगाडि बढाउने भन्दा पनि त्यो गुट पनि कमजोर भएर जान्छ के। गुटहरू जब कमजोर हुन्छन् त्यसले समग्र रूपमा पार्टी पनि कमजोर हुँदै जान्छ। गुटहरू बलिया भएर गुटमा चाहिँ विचारको आदान प्रदान र विमर्श भयो र त्यसले संवादको रूप लियो भने त्यसले चाहिँ पार्टीलाई पनि बलियो बनाउँछ देशलाई पनि अगाडि बढाउँछ। र त्यो काङ्ग्रेसभित्रको अहिलेको सबैभन्दा ठुलो समस्या भनेको गुटहरू त भए स्वाभाविक ढङ्गले गुटहरू हुन्छन् तर त्यो गुटहरूको चाहिँ कार्यशैली कस्तो भयो भन्दा जब जब अघि मैले भने केही लिनुपर्ने बेला आउँछ केही व्यवस्थापन गर्ने बेला आउँछ नेताहरूको कार्यकर्ताहरूको व्यवस्थापन गर्ने बेला आउँछ त्यति बेला चाहिँ गुटहरू बढी चलायमान भइदिँदाखेरि गुटहरू सधैँ खराब हुन्छन् भन्ने नजिर स्थापित भयो। सत्ता गठबन्धनका घटकबीच चुनावी तालमेलका लागि सिट भागबण्डामा जति हम्मे परिरहेको छ त्योभन्दा आन्तरिक गुट मिलाउन काङ्ग्रेसलाई कठिन भइरहेको छ। यसको असर आउँदो चुनावमा पनि नपर्ला भन्न सकिन्न। अब केही न्यूज संक्षेपमा। सरकारले सार्वजनिक यातायातबाट हुने यात्रा सुरक्षित र व्यवस्थित गर्न 14 बुँदे निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित 7 सदस्यीय कार्यदलले बिमा र यान्त्रिक परीक्षण नगरेका बस गुड्न नदिने निर्णय गरेको छ। दशैंको मुखमा सवारी दुर्घटना बढेपछि सरकारी कार्यदलले बिमा नगरेका यात्रुवाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी साधन गुडाउन रोक लगाउने निर्णय गरेको हो। यस्तै दुर्घटनाका घाइतेलाई हवाई उद्धार गर्नु परे खर्च यातायात व्यवसायी महासंघले बेहोर्नुपर्ने कार्यदलको निर्णय छ। सीट क्षमताभन्दा बढी यात्रु बोक्न र छतमा राखेर यात्रा गराउन रोक लगाउने भनिएको छ। यसको नियमित जाँच प्रहरीले गर्नेछ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा भू राजनीतिक सङ्कट निम्तिएको बताएका छन्। नेपाल समाजवादी पार्टीले आज काठमाडौँमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले नेपालमा भारत चीन र अमेरिकाको तानातान बढेको बताए। पुराना शक्तिको कमजोरीको कारण भू राजनीतिक सङ्कट निम्तिएको उनको भनाइ छ। भट्टराईले राज्यका सबै अङ्ग अराजक ढङ्गले चलेको र गणतन्त्र नै खतरामा परेको समेत बताएका छन्। राजनीतिको भ्रष्टीकरण भएकाले यो स्थिति आएको उनको भनाइरहेको छ। मङ्सिर 4 गतेको निर्वाचनपछि देशले अग्रगमनको दिशा लिने उनको दाबी छ। अब बाँकी प्रसङ्ग नवराज पाण्डेबाट। त्रिभुवन विश्वविद्यालय धमिरा लागेको घर जस्तै भएको छ। दलीयकरणले छिया छिया बनाएको विश्वविद्यालय भन्दा फरक छैनन् आङ्गिक क्याम्पसहरू पनि। शिक्षकहरूले तलबका लागि पढाउनु पर्दैन, नपढाए पनि महिनै पछि बैंक खातामा तलब जम्मा हुन्छ। सरकारी क्याम्पसमा हाजिर गरेर पढाउन निजी कलेजमा दौडिने प्रवृत्ति छ। यसबाट काठमाडौँको लैनचौर स्थित अमृत साइन्स क्याम्पसका शिक्षक पनि अछुतो छैनन्। यहाँका शिक्षक कर्मचारी 80% गैल बसेर पनि नियमित तलब सुविधा लिइरहेका छन्। अमृत प्रसाद प्रधानले 2018 मा स्थापना गरेको कलेजको भवन अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। 2072 को भूकम्पपछि क्याम्पसको पुस्तकालय कक्षमा धर र पानी चुहिन्छ। भौतिक अवस्था त जीर्ण छ नै, शैक्षिक स्तर पनि ओह्रालो लागिरहेको छ। कुनै समय विज्ञान संकायका लागि सबैभन्दा अब्बल अमृत क्याम्पस अहिले अन्त भर्ना नपाउनेले आउने थलो बनेको छ। यसको कारण अध्यापनमा शिक्षकहरूको लापरवाही नै हो। सामुदायिक हुँदै 2030 मा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा आएको अमृत क्याम्पसमा 185 शिक्षक कर्मचारी छन्। पुस 1 देखि माघ 10 गतेसम्म 40 दिनको विद्युतीय हाजिरीको अभिलेख हेर्दा 12 शिक्षक र कर्मचारी 31 दिनसम्म गएल देखिए। प्रशासन प्रमुख सुरेन्द्रलाल तन्डुकार 29 दिन क्याम्पस गएनन्। 27 दिन अनुपस्थित हुने शिक्षक कर्मचारी 3 जना छन्। कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका हिक्मत रोकाया
16 दिन गयल भए पनि उनीहरूले तलब भने पुरै पाए। क्याम्पस प्रमुख लोकबहादुर बरालले यसलाई कोभिडको तेस्रो लहरको प्रभाव भने। त्यो चाहिँ के थियो भन्दाखेरि कोभिडको अझै पूर्ण रूपले नगइसकेको स्थिति, त्यस कारणले गर्दाखेरि म्यानुअलमा हामीले हाजिर गरिरहेका थियौँ। वास्तविक हाजिर हेर्नुभयो भने त्यसमा वास्तविकता हुन्छ र त्यसमा हेऱ्यो भने अहिले यो इलेक्ट्रोनिक डिभाइसकोलाई आधार गर्यो भने त्यहाँ जे भनेको छ कतिपय त गल्ती कुराहरू पनि छ। कोभिडको तेस्रो लहर पुस अन्तिम साता भित्रिए पनि शिक्षक कर्मचारी पुस पहिलो साताबाटै गयल भएका हुन्। कोभिड पछि वैशाख 14, जेठ 25, असार 2 र असार 8 गतेको अभिलेखमा पनि ती शिक्षक कर्मचारी गएलै छन्। इलेक्ट्रोनिक हाजिरी चाहिँ हाम्रो 100% कम्पल्सरी त्यो पिरियडमा थिएन। नहुँदै गर्दा चाहिँ हाम्रो म्यानुअल हाजिरी सबै चाहिँ प्राध्यापक र कर्मचारीहरूको छुट्टै छुट्टै हाजिरी छ। त्यो हाजिरी अनुसार चाहिँ हेर्दाखेरि कतिपय कर्मचारी अनि तपाईँको शिक्षक चाहिँ उहाँहरू कोही चाहिँ पिएचडी गर्नलाई अध्ययन विधामा हुनुहुन्छ, कोही चाहिँ अब कजियल लिभमा छ, कोही चाहिँ बिरामी विधामा हुनुहुन्छ। त्यसको आफ्नो रेकर्ड हुन्छ। हाम्रो प्रशासनले सबै रेकर्डहरू राख्ने क्रममा राख्नु भएको छ। 44 दिनको अभिलेखमा 124 शिक्षक कर्मचारी 6 देखि 38 दिनसम्म गयल देखिन्छन्। बिदाको अभिलेखै छैन। हाजिर देखिएका शिक्षक कर्मचारी पनि समयमै क्याम्पस आएका होइनन्। क्याम्पस प्रमुख लोकबहादुर बराल आफै समयमा आउने नगरेको अभिलेखबाटै देखिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले सड्के जाँच गरेका 4 दिनमा बराल कुनै दिन पनि समयमा आएनन्। खेलकुद तथा विद्यार्थी कल्याण शाखा प्रमुख दिवाकर पाण्डे जानकारी बिनै गयल भए। त्यो दिन कस्तो पर्यो भने कोही काज विधामा गएको, कोही अध्ययन विधामा गएको, कोही क्याजुअल लिभमा बसेको, यस्तो पनि त्यही उहाँहरूले खोजेको दिनको अनि विधा बसेको स्थिति पनि देखियो। जस्तै 40 दिनको माग्दाखेरि कन्टिन्यू हाजिरी नदेखिएको भनेको त्यो स्पष्ट। उहाँहरू अध्ययन विधामा लामो समयसम्म 4 वर्ष 5 वर्षको अध्ययन विधा स्वीकृति गराएर यहाँबाट कोही विदेश हुनुहुन्छ, कोही यहीँ पनि हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालय, अरू विश्वविद्यालयमा उहाँहरूले पिएचडी अथवा उच्च शिक्षा अध्ययन गरिरहनु भएको छ। उहाँहरू लिभमा भएको हुनाले त्यो अटोमेटिक रूपमा उहाँहरूको हाजिरी मानिन्छ। शिक्षकहरू क्याम्पसमै नआएपछि पढाइ हुने कुरै भएन। आएका शिक्षकले पनि पढाउने गरेका छैनन्। त्रिवीको विज्ञान पढाइ हुने एकमात्र आङ्गिक क्याम्पसको दुरावस्था राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले देखाए पनि विश्वविद्यालय व्यवस्थापनले दोषीलाई कारबाही गर्न चासो समेत देखाएको छैन। क्यामेरामा सुशील बाजकोटाका साथ अक्षर काका, ग्यालेक्सी 4K, काठमाडौँ। शिक्षकको उपस्थिति र पढाइ कस्तो छ भनेर हामीले अमृत साइन्स क्याम्पसका विद्यार्थीहरूलाई सोधेका छौँ। चाहिँ यो अलिकति बढी देखिन्छ, किन भन्दाखेरि चाहिँ सरहरू चाहिँ त्यो ठ्याक्कै हाम्रो मास्टर्सको चाहिँ अलिकति टाइट सेड्युल छ, एउटा चाहिँ रेगुलारिटी छ, सबै कुराको चेक हुन्छ होइन। त्यो कारणले हो। तर ब्याचलर लेभलमा चाहिँ के छ भन्दाखेरि तपाईँको चाहिँ क्लास भए तापनि सरहरू नआइदिने, बाहिर क्लासहरू लिने, त्यो कारणले चाहिँ कम्पेरिटिभली एकदमै अलिकति त्यो चाहिँ कम चाहिँ छ। ल्याबको केसमा चाहिँ अलिकति हामीले कम्प्रोमाइज गरेर सेयर गरेर कम्प्रोमाइज गरेर अनि नभएको सामानहरू पनि छोड्दै, प्र्याक्टिकलहरू जस्तै कुनै सामानहरू छैन, पिएच मिटरहरू छैन भने त्यसलाई छोड्दै स्किप गर्दै गरिरहेछौँ। ल्याबको कन्डिसन चाहिँ एकदम नराम्रो छ। जस्तो हुनुपर्ने हो त्योभन्दा चाहिँ धेरै नराम्रो छ। थ्योरी क्लासहरूमा दोष दिने ठाउँ छैन। म चाहिँ यहाँ ब्याचलरदेखि पढ्ने भएको भएर स्कुलको बारेमा धेरै नै फ्यामिलियर छ होइन। अब क्लासहरू भनेर चाहिँ शिक्षकहरू चाहिँ आउनुहुन्छ, प्रायः शिक्षकहरू चाहिँ रेगुलर हुनुहुन्छ, कुनै टिचरहरू चाहिँ त्यस्तो आउनु हुँदैन क्लासमा। रेगुलर आए पनि अब अलि ढिलो आउने त्यस्तो गर्नुहुन्छ। सबै शिक्षकले त गर्नु हुँदैन, त्यो 1-2जना टिचरहरू हुनुहुन्छ उहाँहरू त्यस्तो। प्र्याक्टिकललाई लिएर चाहिँ अलि हामीले कम्प्रोमाइज चाहिँ गर्नु परेको स्टुडेन्ट। ब्याचलर लेभलदेखि मास्टर सेकेन्ड सेमेस्टरसम्म आउँदा पनि कम्प्रोमाइज भइरहेको छ। हामी मास्टर्सको स्टुडेन्ट त रिसर्च लेभल स्टुडेन्ट त कम्प्रोमाइज गर्छौँ भने ब्याचलर त कति गर्छ होला त्यो आफै सोच्नुपर्ने कुरा भयो। हाम्रो क्याम्पस प्रमुख नियुक्त हुनुभएको करिब 1 वर्ष भयो। 1 वर्षमा चाहिँ यो कार्यकालमा, उहाँको कार्यकालमा चाहिँ कहिले चाहिँ कर्मचारीले आन्दोलन गर्ने, कहिले चाहिँ विद्यार्थीले आन्दोलन गर्ने, कहिले चाहिँ यहाँको शिक्षकले आन्दोलन गर्ने, पढाउने स्तर त्यहाँबाट भएन, यहाँको वातावरण भएन भनेर उहाँले आन्दोलन गरिरहनु भएको छ। क्याम्पस प्रमुखकै एउटा असक्षमता छ कि उहाँले नेतृत्व गर्न सक्नु भएको छैन होइन। त्यसले गर्दाखेरि सबैले चाहिँ असहयोग गरिरहेछन् उहाँहरूलाई। असहयोग गर्नुका साथसाथै उहाँलाई हामीले पटक पटक भेटेर उहाँलाई सुझाव पनि दिएको, सबैलाई मिलाएर लानुहोस्, कर्मचारी शिक्षक विद्यार्थी सबैलाई मिलाएर लानुहोस् भन्दाखेरि उहाँले केही एउटा विद्यार्थी सङ्गठनलाई प्रक्षेपण गरेर अरूलाई पाखा लगाएर कामहरू गरिरहनु भएको छ।
विश्वविद्यालय र क्याम्पसमा अध्यापन गर्नेहरू कक्षा कोठामै उपस्थित भएर पढाउनु पर्ने दिन वर्षमा निकै कम हुन्छन्। यसको अर्थ उनीहरू क्याम्पसमा आउनै पर्दैन भन्ने होइन। धेरै समय अध्ययन र अनुसन्धान गरेर अध्यापनको तयारीमा उनीहरूले खर्च गर्नुपर्छ, विद्यार्थीसँगै परियोजना कार्यहरू गर्नुपर्छ। तब पो प्राज्ञिक गुणस्तर सुध्रिन्छ। तर यहाँ त अध्यापकहरू केवल तलब थाप्न मात्र आबद्धता जनाइरहेका छन्। उनीहरूको खास समय राजनीति र निजी कलेजमा बितिरहेको छ। अब केही न्यूज संक्षेपमा। डेंगू संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 29 पुगेको छ। पछिल्लो 24 घण्टामा डेंगूका 2 बिरामीको मृत्यु भएको छ। 76 जिल्लामा फैलिएको डेंगूबाट हालसम्म 22,988 जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशका हुन्। बागमतीमा 17,731 जनालाई डेंगू भएको छ। संक्रमण धेरै फैलिएका भक्तपुर, ललितपुर लगायत जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले निर्वाचनमा उम्मेद्वार हुन चाहने व्यक्तिले पार्टीका लागि त्याग गर्न पनि सक्नुपर्ने बताएका छन्। आज भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन कार्यक्रममा मन्त्री खाँडले सबैलाई टिकट दिन सम्भव नभएकाले बुद्धले झैं त्याग गर्न आग्रह गरेका हुन्। सिद्धार्थ गौतमले त्याग नगरेको भए बुद्ध बन्न नसक्ने उदाहरण दिँदै गृहमन्त्री खाँडले अहिलेको त्यागले भविष्यमा राम्रो स्थान दिलाउन सहयोग पुग्ने जिकिर गरे। लुम्बिनी प्रदेशमा रहेका विभिन्न धार्मिक स्थलको विकास र प्रवर्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ छ। एक अर्को प्रसङ्गमा गृहमन्त्री खाँडले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख र औषधि उपचार सरकारले गर्ने बताए। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले 13औं दिनमा अनसन तोडेका छन्। सरकारसँग 10 बुँदे सहमति भएपछि केसीले केही बेर अघि अनसन तोडेका हुन्। उनलाई त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका 2 जना बिरामीले जुस खुवाएर अनसन तोडाएका हुन्। सरकारी अस्पतालमा संयानुसारको दरबन्दीको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने लगायत माग राखेर केसीले भदौ 27 गते धनगढीमा अनसन सुरु गरेका थिए। स्वास्थ्य स्थिति जटिल भएपछि केही दिन अघि उनलाई त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो। युक्रेनसँगको युद्धमा आफ्नो सेनाले एक पछि अर्को हार बेहोरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उपरक्षा मन्त्री दिमित्री वाल्काभलाई बर्खास्त गरेका छन्। युद्ध मैदानमा आवश्यक सामग्री व्यवस्थापन गर्न नसकेको आरोपमा उपरक्षा मन्त्री वुल्कभलाई बर्खास्त गरिएको हो। उनी युक्रेनसँगको युद्धमा रसद पानीको चुस्त व्यवस्था गर्न नसकेको आरोपमा बर्खास्त हुने अहिलेसम्मकै उच्च अधिकारी हुन्। युद्धका सामग्रीको व्यवस्थापनमा चुकेकै कारण युक्रेनको पूर्वी क्षेत्रमा हार सहनु परेको रुसको बुझाइ छ। अहिले आफ्नो नियन्त्रणमा रहेका 4 राज्यमा जनमत संग्रह गराइरहेको रुसले युक्रेनको पूर्वी क्षेत्रमा भने पछि हट्नु परेको थियो। पूर्वी भागको 8,000 वर्ग किलोमिटर क्षेत्र रुसी सेनाको कब्जाबाट फिर्ता लिएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसअघि नै बताइसकेका छन्। रुसले पनि खार्किभ क्षेत्रबाट आफ्नो सेना पछि हटेको स्वीकार गरेको छ। युक्रेन विरुद्धको युद्धमा परमाणु अस्त्र प्रयोग गर्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको धम्कीलाई गम्भीरतापूर्वक लिन युरोपेली सङ्घले आग्रह गरेको छ। युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेफ बोरेलले बीबीसीलाई अन्तर्वार्ता दिँदै युद्ध भूमिमा आफ्नो सेनाले धक्का बेहोरेपछि पुटिनले धम्की दिएको बताएका छन्। उनले रुस युक्रेन युद्ध खतरनाक छेडमा पुगेको टिप्पणी गरे। पुटिनबाट परमाणु अस्त्र प्रयोग गर्ने धम्की आउनु चिन्ताजनक विषय भएको उनको भनाइरहेको छ। बुधबार एक टेलिभिजन सम्बोधनका क्रममा पुटिनले रुसको अखण्डतामा आँच आए परमाणु अस्त्र प्रयोग गर्ने चेतावनी दिएका थिए। नागरिकता विधेयकलाई लिएर राष्ट्रपति र सरकार बीच द्वन्द्व तत्काल साम्य हुने छाँट छैन। बरु द्वन्द्वका नयाँ आयाम बाहिरिएका छन्। यसैबीच शीतल निवासले मन्त्री परिषद बैठकका एजेन्डामै चासो राखेको पाइएको छ। विस्तृत क्रान्ति शिखाबाट।
सरकार र राष्ट्रपति बीच कटुता बढेका बेला शीतल निवासले मन्त्री परिषदबाट कुनै पनि निर्णय हुनु अघिका प्रस्ताव पहिला नै आफूलाई जानकारी दिनुपर्ने अडान अघि सारेको छ। नागरिकता विधेयकका विषयमा पनि पहिला नै जानकारी दिएको भए अहिलेको जस्तो द्वन्द्व हुने थिएन भन्दै अबका दिनमा यस्तो अवस्था आउन नदिन पनि मन्त्री परिषद बैठक अघि प्रस्ताव शीतल निवास पठाउनुपर्ने राष्ट्रपति कार्यालयको आग्रह छ। नागरिकता विधेयकलाई लिएर शीतल निवास र बालुवाटार आम्ने सामने भए द्वन्द्व साम्य भएको छैन। दुवै पक्षले यसलाई अहम र प्रतिष्ठाको विषय बनाइरहेकै छन्। सरकारले संसदीय प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको 4 वर्ष पुरानो नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको थियो। संसदका दुवै सदनबाट पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएदेखि नै यी दुई संस्थाबीच टकराव सुरु भएको थियो। राष्ट्रपतिको त्यस कदम विरुद्ध सत्ता गठबन्धनले अडान लियो र जस्ताको तस्तै विधेयक पारित गरेर फेरि शीतल निवास पठाउने काम भयो। त्यसबाट रुष्ट राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन्। यस प्रकरणमा आफ्नो सन्देशलाई कुनै महत्त्व नदिएको ठानेकी राष्ट्रपतिले सरकारका काम कारबाहीसँग अरू पनि असन्तोष राखेकी छन्। अबदेखि कुनै पनि विधेयक संसदमा लैजानु अघि राष्ट्रपतिलाई जानकारी गराउनुका साथै मन्त्री परिषदमा निर्णयका लागि पठाइने प्रस्तावको सूची समेत शीतल निवासले थाहा पाउनुपर्ने शीतल निवासको अडान छ। नागरिकता विधेयकलाई लिएर राष्ट्रपति, संसद र सरकार बीच त्रिपक्षीय मतभेद चलिरहँदा शीतल निवासले सरकारले गर्ने काम कारबाहीबारे राष्ट्रपतिलाई जानकारी हुनुपर्ने भनी लिखित पत्र नै पठाएको छ। साथै प्रधानमन्त्री शेरबहादुर देउवा, कानून मन्त्री गोविन्द बन्दी र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई मौखिक रूपमा पनि शीतल निवासबाट ताकेता भएको छ। संविधानको धारा 81 अनुसार नै सरकारसँग यो अपेक्षा गरिएको राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवको भनाइ छ। संविधान अनुसार धारा 81 चाहिँ फलो गर्नु। पहिले किन उठाउनु भयो, अहिले किन उठाउनु भयो? के छ, तपाईसँग नागरिकताको त छ नि प्रमाणपत्र नेपालले दिएको, जुन बेला निकालेर त हिँड्नुहुन्न। मोटरसाइकलको लाइसेन्स त हुन्छ नि, तपाईँले यहाँ राखेर त हिँड्नु, पुलिसले समात्छ अनि त्यसपछि निकाल्ने हो। अर्थात् के हो भने यो अहिलेको बेलामा यो संवैधानिक समस्या आएको बेलामा यो कुराहरू निस्केका। यो कुराहरू भइदिएको भए हामीहरूमा बिचमा कन्फ्लिक्ट आउँदैन थियो। संविधानको धारा 81 ले प्रधानमन्त्री मार्फत मन्त्री परिषदका निर्णयहरू संघीय संसदमा पेश गरिने विधेयकहरू र ती विषयसँग सम्बन्धित राष्ट्रपतिले आवश्यक ठानेका अन्य विवरण तथा नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा जानकारी लिन सक्ने भनेको छ। तर मन्त्री परिषदबाट निर्णय हुनु अघिका प्रस्तावको सूची पहिला नै पठाउने वा जानकारी माग्ने चलन भने यस अघि थिएन। एजेन्डा होइन, निर्णय प्रस्तुत गर्ने हो र निर्णयको बारेमा जानकारी दिइसकेपछि होइन त्यो निर्णयसँग सम्बन्धित कुनै अरू पनि दस्तावेज अरू कुरा चासो राष्ट्रपतिको रह्यो, जानकारी लिन मन लाग्यो भने त्यो चाहिँ प्रधानमन्त्रीको कर्तव्य भन्छ, त्यो पनि सेयर गर्नुपर्छ। तर मन्त्री परिषदमा लानुभन्दा अगाडि नै एजेन्डा भने यहाँ त लानुभन्दा अगाडिका कुरा हो नि, वा मन्त्री परिषदको निर्णयको प्रक्रिया वा त्योभन्दा अगाडिको डाइनामिक्स त्यो चिजहरू फेरि राजनीतिक विषयवस्तुको कुरा भयो र चाहिँ डे टु डे म्यानेजमेन्टको कुरा भयो। यसै पनि शीतल निवास र बालुवाटार बीच अहिले अविश्वास बढेको छ। त्यसमाथि मन्त्री परिषदका प्रस्तावबारे पहिला नै जानकारी हुनुपर्ने शीतल निवासको अपेक्षाले नेपाली काङ्ग्रेसको गठबन्धन सरकारलाई झनै झस्काएको छ। यसलाई राष्ट्रपतिको अस्वाभाविक चासोका रूपमा सरकार पक्षले लिएको छ। तर यस विषयमा आधिकारिक धारणा माग गर्दा सरकारका कुनै पनि मन्त्री वा अन्य अधिकारीले बोल्न चाहेनन्। यद्यपि बुझ्न सकिने कुरा के हो भने राष्ट्रपति र सरकार बीच चुलिएको द्वन्द्व मत्थर हुने बाटोमा छैन, बरु टकरावका नयाँ नयाँ विषय र आयाम बाहिरिँदैछन्। क्यामेरामा विष्णु थापाका साथमा सृजना घिमिरे, ग्यालेक्सी 4K, काठमाडौँ। नेपाली काङ्ग्रेसको 14औं महाधिवेशनबाट शेखर कोइराला काङ्ग्रेसभित्रको प्रतिपक्षी नेताका रूपमा उदाए। महाधिवेशन ताकादेखि नै एउटा गुटको नेतृत्व लिएका कोइरालाको गृह जिल्ला मोरङमा गुटगत राजनीति झनै झाङ्गियो। त्यसको असरस्वरूप कोइराला स्वयं आगामी मङ्सिर 4 मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वार सिफारिस हुन सकेनन्। मोरङ क्षेत्र नम्बर 6 बाट उम्मेद्वार सिफारिस भएकाहरूलाई व्यवस्थापन गरी आफू टिकट लिएर प्रतिस्पर्धामा सफल हुन कोइरालालाई सकस परिरहेको छ।
मङ्सिर 4 मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर 6 बाट नेपाली कांग्रेसले नेता शेखर कोइराला सहित 4 जना उम्मेद्वार सिफारिस गरेको छ। संस्थापन समूहबाट डिला संग्रौला, रमेश जंग रायमाझी र शिवकुमार बस्नेत प्रत्यक्षतर्फ उम्मेद्वारको आकांक्षी छन्। 14औं महाधिवेशन र त्यसपछि सम्पन्न स्थानीय निर्वाचनमा गृह जिल्ला मोरङमा कांग्रेसको गुटगत राजनीतिको प्रभाव सतहमै देखिएको थियो। वैशाख 30 को स्थानीय चुनावमा कोइरालाले गठबन्धनमा रहेका दलहरूलाई पनि चिड्याए। पार्टीभित्रको आन्तरिक कलह र गठबन्धनमाथि देखाएको भूमिकाका कारण आसन्न निर्वाचनमा पनि उनलाई टाउको दुखाइको विषय बनिरहेको छ। तर कांग्रेस नेताहरू भने शेखर कोइराला निर्विकल्प उम्मेद्वार भएकाले अरूको नाम सल्लाहमै सिफारिस गरिएको बताउँछन्। त्यहाँ टिकट पाउने डाक्टर शेखर कोइरालै हो, अरूले चाहिँ नाम आए पनि पाउने उहाँले नै हो। त्यसमा चाहिँ उहाँ सबैले स्वीकार गरेको व्यक्तित्व हो। त्यसकारण नाम आयो भन्दैमा चाहिँ हामीले त्यसलाई चाहिँ सर्वसम्मत भएर आएन भनेर चाहिँ आत्तिहाल्नुपर्ने अवस्था होइन। त समग्रमा के भन्दाखेरि शेखर दाइले चाहिँ क्षेत्रमा मेरो मात्रै पठाऊ भन्दा सकिने अवस्था थियो। तर उहाँले जो साथीले इच्छा व्यक्त गर्नुहुन्छ सबैको नाम पठाऊ, के छ सबैको साथीहरूको नाम केन्द्रमा आउँदा के फरक पर्दैन। त्यो चाहिँ एउटा राम्रो मेसेज जान्छ। सबै साथीले चाहिँ के अरे मिलेर काम गर्ने हो। अब टिकट जसले पाए पनि हुन्छ, त्यस कारण सबैको नाम पठाउनु भनेर उहाँले स्पेसल भन्नुभएकै थियो। त्यसकारण उहाँ सर्वसम्मत हुनु भएन भनेर निराश हुनुपर्ने अवस्था छैन। हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेद्वारले पाएको मतका आधारमा क्षेत्र नम्बर 6 मा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसले 27,086 मत पाउँदा एमालेले 24,556 मत पाएको छ। माओवादी केन्द्रको 4,996, जसपाको 3,939, राप्रपाको 3,115 र एकीकृत समाजवादीको 2,355 मत छ। यस हिसाबले सत्ता गठबन्धन दलको समर्थन पाउँदा कांग्रेसका उम्मेद्वार निकै अगाडि हुनेछन्। तथापि चुनावको नतिजा भने कांग्रेसको आन्तरिक राजनीति र गठबन्धन दलको भूमिकामा भर पर्नेछ। उसको चाहिँ विकल्प छैन त्यहाँ भन्ने किन पार्ने भन्ने सोचले चाहिँ यो काम गरे हो। त्यस कारणले गर्दाखेरि यो जसरी अगाडि आइराखेको छ त्यो चाहिँ वास्तवमा त्यो कांग्रेस पार्टीको लागि मात्रै होइन, प्रजातान्त्रिक परिपाटीका लागि पनि यो चाहिँ यो भोलि अरूले पनि सिक्छन्। सबैमा यस्तै ट्रेन्ड आयो भने कता जाने भन्ने प्रश्न चाहिँ हो। कोइरालाले हालसम्म एक उपनिर्वाचन सहित 4 वटा चुनाव लडेका छन्, जसमध्ये 2065 को उपनिर्वाचन र 2070 को दोस्रो संविधान सभा निर्वाचनमा मात्र उनी सफल भएका छन्। 5 वर्ष अघिको चुनावमा वाम गठबन्धनका लालबाबु पण्डितले उनलाई 675 मतले पराजित गरेका थिए। आगामी निर्वाचनका लागि पण्डितलाई पुनः यही क्षेत्रबाट एमालेले सिफारिस गरेको छ। त्यसकारण पनि अबको निर्वाचनमा सत्ता गठबन्धन र एमालेका उम्मेद्वार बीच सङ्घर्षपूर्ण प्रतिस्पर्धा हुने देखिन्छ। क्यामेरामा पारस चौधरीका साथमा ग्यालेक्सी फोकेका लागि अमृत केसी र राजु पौडेलको रिपोर्ट। रेल र पानीजहाजको कुरा गरेर कहिल्यै नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले रेल र पानीजहाज ल्याउने विषयलाई नै राजनीतिक प्रतिष्ठाको विषय बनाए। तर अध्यक्ष ओलीले भने जस्तो न नेपाल चीन भारत त्रिदेशीय रेल चल्यो न त पानी जहाज नै। ढिलो गरी भए पनि जनकपुर जयनगर रेल सेवा सञ्चालन भएको छ। तर रेल कुदाउन हतारो गर्ने उनै ओलीलाई शनिबार भने रेलले पर्खिनु परेको छ। शनिबार धनुषाको 3 कोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी ओली जनकपुर धाम पुगे। कार्यक्रम स्थलसम्म रेलको यात्राबाट पुग्न तम्सिएका ओलीकै कारण यात्रुले भने समस्या भोग्नु पर्यो। जनकपुर धामबाट जयनगरका लागि बिहान 11 बजे रेल छुट्ने सधैँको तालिका हो। तर ओली उक्त समयसम्म रेलवे स्टेशन पुगेनन्। ओलीलाई 1.5 घण्टा रेलले कोर्नु पर्यो। निर्धारित समय भन्दा 1.5 घण्टा ढिलो 12:30 बजे मात्रै रेल जनकपुरबाट छुट्यो। पूर्व प्रधानमन्त्री चाहिँ रेल चढ्न आउने भन्ने कुरो भएपछि एकछिन अब डिले गरौँ न त हामी यात्रुसँग पनि अनुरोध गरौँ, यात्रुलाई रिक्वेस्ट गरौँ भनेर चाहिँ रिक्वेस्ट पनि गऱ्यौँ। हामीले म्याकिङ पनि प्रत्येक स्टेसनमा गऱ्यौँ। आज चाहिँ एकछिन ढिलो हुन गएकोले हामी क्षमा प्रार्थी छौँ भन्ने कुरा गऱ्यौँ। जयनगर जनकपुर रेलवे सेवा सुरु भएको चैतमा हो। 6 महिनामा अहिलेसम्म तालिकामा कुनै पनि तलमाथि भएको थिएन। शनिबार ओलीका कारण पहिलो पटक रेल छुट्न ढिला भएको छ। एमाले नेता कार्यकर्ताले दबाब दिएपछि समय तालिका भन्दा ढिलो रेल गुडाइएको रेलवे कम्पनीले बताएको छ। अध्यक्ष ओलीका कारण रेल गुड्न ढिलो भएकोमा यात्रु भने आक्रोशित बनेका थिए। भिआइपीका कारण रेल ढिलो गरी गुडाएर नागरिकको दिनचर्या प्रभावित बनाएको भन्दै उनीहरू रुष्ट बनेका हुन्। त्यो ट्रेन त ढिलो हुनु नहुनु पर्ने हो। ट्रेन ढिलो हुनु भनेको राम्रो कुरा होइन, किनभने त्यसले गर्दा जनतालाई त दुःख भयो नि। अब 1.5 घण्टै ढिलो हुनु भनेको त उहाँ आएर त यहाँ समस्या भयो।
उहाँ पनि जनताकै प्रतिनिधि भएको नाताले उहाँले त जनताको हित हेर्नुपर्ने हो। ट्रेन चाहिँ ढिलो नहुनुपर्ने, तर आज ओलीजी आएको कारणले ट्रेन ढिलो हुनुभयो, त्यो सर्वसाधारणलाई धेरै दुःख भोग्नु पर्यो। अब कहीँ कसैलाई भारतमा ट्रेन आफ्नो समात्नुहुन्छ, त्यो पनि ढिलो भयो, यसले आम जनतामाथि धेरै प्रभाव पर्यो। ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अर्घरियालाई एमाले प्रवेश गराउन धनुषा पुगेका हुन्। अध्यक्ष ओली सहित एमालेका नेता कार्यकर्ताले रेल यात्राका लागि 142वटा टिकट बुक गरेका थिए। ग्यालेक्सी फोकेका लागि जनकपुरबाट सुमित मिश्रको रिपोर्ट। बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लगानी सङ्कुचित बन्ने मात्र होइन, समग्र अर्थतन्त्र प्रभावित हुने अवस्था छ, जुन सङ्केत शेयर बजारमा देखिएको छ। ब्याजदर वृद्धिले यो साता नेप्सेमा झन्डै 4% गिरावट आयो। शेयरमा लगानी गरे भन्दा बैंकमा निक्षेप राख्दा धेरै कमाउन सकिने भएपछि बजारमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ। वाणिज्य बैंकहरूले असोजको सुरुमै 15% ब्याज दिने घोषणा गरे। केही बैंकले त 2 वर्षमा निक्षेपको दोब्बर पैसा फिर्ता दिने योजना ल्याए। यही कारण शेयर बजार नराम्ररी प्रभावित भयो। नेप्से परिसूचक करिब 2 वर्ष अगाडिकै हाराहारीमा झरेको छ। यो साता नेप्से 3.73%ले घटेर 1838 बिन्दुमा झरेको छ। शेयरमा लगानी गरेर भन्दा बैंकमा निक्षेप राख्दा धेरै कमाई हुने भएपछि शेयर बेचेर बैंकमा जम्मा गर्नेहरू बढेका छन्। त्यसैले कारोबार रकम पनि खुम्चिन पुगेको छ। दैनिक औसत कारोबार 78 करोड रुपियाँमा झरेको छ। बजारमा खरिदकर्ता नै देखिन छाडेपछि बिक्री गर्नेहरूले राम्रै पैसा गुमाएका छन्। एक सातामा लगानीकर्ताको सम्पत्ति 1.2 अर्ब रुपियाँले गुमेको छ। ब्याजदर अझै बढ्ने भएले बजार पेनिक बनेको छ। यदि त्यो स्पिडमा धेरै बढ्दैन भने चाहिँ बजार चाहिँ अझै पनि मैले भन्छु लगभग 1800-1750, अब त्यो 1750 भन्दाखेरि फेरि 30-40 अङ्कको मैले मोटामोटी टार्गेट लिँदाखेरि 1800 देखि 1700 को रेन्ज भनेर त्यो 100 अङ्कको रेन्ज लिन्छु। त्यो रेन्जबाट चाहिँ बजार फर्किन सक्ने सम्भावना छ। यदि बजारले अरू भविष्यमा ठुलो ग्यापले ब्याजदर बढ्दैन भन्ने आकलन गर्न सक्यो भने। ब्याजदर बढे पनि नयाँ निक्षेप आउने आधार देखिँदैन। त्यसैले अहिले बढेको ब्याजदर लामो समय नटिक्ने विश्लेषण पनि छ। यसैलाई आधार मानेर बजार धेरै तल नआउने कतिपय विश्लेषकको बुझाइ छ। ब्याजदर बढेर एक्स्ट्रा डिपोजिट आउने पनि होइन, ब्याजदर बढेर इन्फ्लेसन हामीले कन्ट्रोल गर्ने पनि होइन। त्यही कारणले ब्याजदर बढाउनु यो चाहिँ गलत छ। त्यही कारणले गर्दाखेरि ब्याङ्कहरू ब्याजदर घटाउनतिरै जानुपर्छ, जसले बिजनेसलाई नि हेल्प गर्छ, ट्रेडिङलाई नि गर्छ, इन्डस्ट्रीलाई नि गर्छ, मार्केटलाई नि गर्छ, इन्डिभिजुअल सबैलाई गर्छ। त्यही कारणले गर्दाखेरि उनीहरू आफैलाई पनि गर्छ ब्याजदर चाहिँ कम भयो भने। त्यही कारणले गर्दाखेरि सबै मिलेर ब्याजदर कसरी हुन्छ घटाउने तर्फ नै लाग्नुपर्छ, ताकि मार्केटलाई पनि त्यसको चाहिँ फाइदा चाहिँ जान सकोस्। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि करिब 2 खर्ब रुपियाँ बजारमा पठाएको छ, तर बैंकहरू थप लगानी गर्न सक्ने अवस्थामा छैनन्। बजार बढेका बेला बोनस शेयर दिएर लगानीकर्ताको बानी बिगारिदिएका धेरै कम्पनीले यसपटक नगद लाभांशमा जोड दिएका छन्। यसको असर बजारमा देखिन बाँकी नै छ। प्राविधिक विश्लेषणमा पनि बजारले तत्काल रङ परिवर्तन गर्ने सङ्केत देखिँदैन। क्यामेरामा रिकेश सिंहका साथ चिरञ्जीवी भट्टराई, ग्यालेक्सी फोके, काठमाडौँ। सानातिना किनमेलका लागि समेत भारतीय बजार धाउने नेपाली उपभोक्ताले अहिले भने नेपाली बजारमै किनमेल गर्न थालेका छन्। कोरोनाका कारण भारतीय बजारसम्म आउजाउमा समस्या भएको र भारतीय बजारकै मूल्यमा नेपाली बजारमा सामान पाउन थालेपछि नेपाली उपभोक्ता आन्तरिक बजारमै झुमिएका हुन्। मुख्य गरी चाडपर्वका बेला भारतीय बजार गुल्जार हुने तर नेपाली बजार सुनसान हुने विगतको अवस्थामा सुधार आएको छ। भैरहवाको सुनौली बजारमा दशैं, तिहार लगायतका चाडपर्व आउँदा नेपाली भन्दा भारतीय व्यापारी खुसी हुन्थे। चाडपर्वमा भारतीय बजार गुल्जार भइरहँदा नेपालतर्फको व्यापार भने सुस्त हुन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। नेपाली उपभोक्ता नेपाली बजारमै झुम्मिन थालेका छन्। नेपाली व्यापारीको अग्रसरता, भारतीय बजारकै भाउमा सामानको उपलब्धता
र छुट सहितका सुविधाले नेपाली उपभोक्ता आन्तरिक बजारमै अडिएका हुन्। उपभोक्ताहरूले अनेक कुनै बाहनामा बाटो परिवर्तन गरेर पनि गएर सामान ल्याएको अवस्था छ। तर त्यति हुँदा पनि कमसेकम 20-25% यहाँको व्यापार बढेको छ। यहाँको लोकल व्यापार तपाईँको किराना भयो, अनि फेन्सीका परेका उहरू, त्यस्तै लगायत जुत्ता चप्पलहरू, ब्यागहरू लगायत केही मात्रामा पहिलाको भन्दा, जुन लकडाउनभन्दा पहिलाको स्थितिमा त हामी जान सकेका छैनौँ। तर लकडाउनभन्दा पछिको जुन व्यापार घटेको थियो, धेरै मात्रामा सबै मान्छेहरू भारत लगायत अर्को मुलुकमा गएर सामानहरू किन्ने जुन परिपाटी थियो, अहिले केही मात्रामा बन्द भएको छ। कोरोनाका कारण सीमा नाका र सीमावर्ती बजार बन्द भएपछि स्थानीय बजारमा खरिदारी गर्ने बानी बस्यो। त्यसले पनि बजार चलायमान बनाउन थप बल मिल्यो। कोरोना नियन्त्रणका लागि सीमा नाका कडाई गरिँदा त्यसको सकारात्मक प्रभाव भने नेपाली बजारमा पर्न गयो। कोरोना नियन्त्रणमा आए यता भैरहवा र आसपासका बजारमा पहिलेको तुलनामा 20 देखि 25% कारोबारमा सुधार आएको व्यापारीको अनुभव छ। कोभिडपछि बजार चाहिँ चलायमान भइसकेको अवस्थामा उद्योग व्यवसायीहरू र उपभोक्ताहरू पनि सहज रूपमा बजारमा चाहिने सामान खरिद बिक्री गर्न पाउँदाखेरि खुसी भएको अवस्था थियो। त्यो समय धेरै समय रहन सकेन एक हिसाबले कि यहाँ व्यवसायीहरू र चाहिने व्यापारीहरू चाहिँ बिस्तारै बजार खुला भयो र हाम्रो खुला बोर्डरको कारणले चाहिने र जनतासँग क्रय शक्तिको कमीको कारणले हिजो चाहिँ जति चाहिने खर्च गर्थे त्यो खर्च गर्ने स्थिति जनतासँग रहेन। कोरोना पछि बजारमा देखिएको चहल पहल कायम गर्न व्यापारी पनि प्रयासरत छन्। सीमा नाका सहज भएपछि पुनः उपभोक्ता भारतीय बजारतर्फ सर्न सक्ने आकलन पनि गरिएको छ। त्यसलाई रोक्न व्यापारीले चाडपर्व लक्षित सस्तो बजार, छुट लगायतका योजना ल्याएका छन्। यसले 90% नेपाली उपभोक्ताको भरमा रहेको भारतको सुनौली बजार अहिले भने सुनसान छ। व्यापार प्रभावित होने से यहाँ के व्यापारी घबरा गए थे, क्योंकि मैक्सिमम 90% व्यापारी किराए के मकान में रहते हैं। किसी का किराया 10,000 से लेकर 20,000 तक है, तो उसमें दिक्कतें आई। लेकिन एक उम्मीद था कि कोरोना के बाद खुलेगा, मार्केट बढ़ेगा, तो उसी उम्मीद पे सब व्यापारी रुके थे। भारतको सुनौलीमा नेपाली उपभोक्तालाई लक्षित गरी मोबाइल, कपडा, किराना, हार्डवेयर, भाँडाकुँडा लगायतका 850 भन्दा बढी पसल खोलिएका छन्। नेपालमै सस्तो र सहज रूपमा सामान पाउन थालिएपछि भने ती पसलको व्यापार सुस्ताएको छ। ग्यालेक्सी फोकेका लागि भैरहवाबाट विवेक विकको रिपोर्ट। करिब 14 महिना कोर्ट बाहिर रहेका रोजर फेडेररले गैराती लेबर कप खेले। टेनिसका सर्वकालीन महान खेलाडी फेडेररको यो नै अन्तिम खेल हो। उनी अन्तिम खेलमा निकै भावुक बने। आँसु थाम्न सकेनन्। आफू मात्र रोएनन्, समर्थकलाई पनि रुवाए। सन् 1998 मा 16 वर्षको उमेरमा व्यावसायिक टेनिसमा डेब्यू गरेका 41 वर्षीय फेडेररले अब कोर्टमा उनलाई देख्न पाइँदैन। Welcome Roger Federer and Rafael Nadal with captain Bjorn Borg. फेडरर गए राति लन्डनको टेनिस कोर्टमा छिर्दा 17,500 दर्शकले निरन्तर तालीले स्वागत गरे। यो फाइनल खेल हार वा जित भन्दा माथि थियो। टेनिस लिजेन्ड फेडररको अन्तिम खेलको साक्षी बन्ने समारोह थियो। करिब 2 दशक रफायल नडालसँग प्रतिद्वन्द्वीका रूपमा खेलेका फेडरर करियरको अन्तिम खेलमा उनै नडालको जोडी बने। नडाल र फेडरर सन् 2004 मा पहिलो पटक आम्ने सामने भएका थिए। त्यसयता उनीहरू 40 पटक आम्ने सामने भए। उनीहरूले 9 पटक ग्रान्ड स्ल्यामको फाइनल प्रतिस्पर्धा गरे। गए राति लेबर कपमा नडालको जोडी बनेर कोर्टमा उत्रिएका फेडररको प्रत्येक प्रहारमा दर्शकले ताली बजाए। तालीको गडगडाहटमा उनीप्रतिको सम्मान थियो। बीसौं पटकका ग्रान्ड स्ल्याम विजेता फेडररलाई पछिल्लो समय भने खुँडाको चोटले सतायो। चोटकै कारण उनी 2021 को जुलाई 7 पछि कोर्टमा देखिएनन्। त्यतिखेर उनी सेन्टर कोर्टमा भएको विम्बल्डनको क्वार्टर फाइनलमा हुबर्ट उर्कार्डसँग पराजित भएका थिए। फेडरर एक समयका कीर्तिमानी ग्रान्ड स्ल्याम च्याम्पियन हुन्। उनले व्यावसायिक टेनिसमा डेब्यू गरेको 5 वर्षमै अर्थात् सन् 2003 मा विम्बल्डनको उपाधि जिते। 24 वर्षको आफ्नो खेल जीवनमा फेडररले 1750 खेल खेले।
20 ग्रान्ड स्लाम सहित 103 एटिपी उपाधि जिते। उनी विश्वमै सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनी भन्दा बढी नडालले 22 र नोभाक जोकोभिचले 21 ग्रान्ड स्लाम जितेका छन्। फेडरर 310 साता नम्बर 1 खेलाडीको रूपमा रहन सफल भए। उनी खेल कौशलले मात्र समर्थकको मनमा बस्न सफल भएका होइनन्। हार र जितलाई सहजै ग्रहण गर्न सक्ने भद्र शैलीका कारण विश्व टेनिसकै स्पोर्टिङ आइकन बन्न सफल भएका हुन्। खेलाडी करियरबाट बिदा हुँदा निकै भावुक बने। बिदाईको क्षण आँखाबाट आँसु झारे। प्रशंसक र अरू खेलाडीलाई पनि रुवाए। इरानमा प्रहरी हिरासतमा एकजना युवतीको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएको छ। विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा हालसम्म 50 जनाले ज्यान गुमाएका छन्। 22 वर्षीय कुर्दिश युवतीको मृत्युले इरानमा देशव्यापी विरोध प्रदर्शनको आगो सल्किएको छ। इरानी महिलाहरूले अनिवार्य टाउको छोप्न लगाउनु पर्ने हिजाब नलगाएको भन्दै 22 वर्षीय महासा अमिनीलाई धार्मिक मामिला सम्बन्धी प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमा गरिएको कुटपिटका कारण उनको मृत्यु भएपछि यसको व्यापक विरोध सुरु भयो। यद्यपि प्रहरीले अमिनीलाई यातना दिएको समाचारको खण्डन गरेको छ। अमिनीको अन्तिम संस्कारमा भेला भएका महिलाहरूले हिजाब फालेर विरोध गरे। विरोध प्रदर्शनमा प्रहरी दमन हुन थालेपछि महिलाहरूको आन्दोलनमा केही पुरुषहरूले पनि साथ दिएका छन्। इरानमा सन् 1979 को इस्लामिक क्रान्तिपछि महिलाहरूलाई हिजाब अनिवार्य गरिएको थियो। तर पछिल्लो समय तिनको कार्यान्वयन हुन छाडेको भन्दै गत अगस्त 15 मा इरानका राष्ट्रपति इब्राहिम रइसीले महिलाको शिष्ट पहिरनमा कडाई गर्ने कानूनमा हस्ताक्षर गरेका थिए। उनले उक्त कानून कठोरताका साथ लागू गर्न आह्वान समेत गरेका थिए। राष्ट्रपति रइसीले हस्ताक्षर गरेदेखि नै इरानमा महिलाहरू पक्राउ पर्ने क्रम बढेको थियो। अमिनीको मृत्यु लगत्तै एक सातादेखि जारी प्रदर्शनले उग्र रूप लिएको छ। सडकमा भेला भएका प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रु ग्यास प्रयोग गर्नु परेको थियो। प्रदर्शनको क्रममा हालसम्म 50 जनाले ज्यान गुमाइसकेका छन्। तर आन्दोलन मत्थर हुने संकेत देखिएको छैन। अमिनीको घटनालाई लिएर इरानमा सामाजिक सञ्जालदेखि सडकसम्म मानिसहरूले धार्मिक मामिला सम्बन्धी प्रहरी विरुद्ध आक्रोश पोखिरहेका छन्। महिलाहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै धार्मिक प्रहरी इकाइ नै हटाउनु पर्ने माग समेत उठिरहेको छ। प्रशासनले इरानमा इन्टरनेट सेवादेखि विभिन्न सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ। इन्टरनेट निगरानी समूह नेटब्लक्सले इरानमा इन्स्टाग्राम र व्हाट्सएपको प्रयोगमा रोक लगाइएको जनाएको हो। इरान सरकारले यसअघि नै युट्युब, फेसबुक, ट्विटरको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। इरानमा इन्टरनेट सेवा ठप्प भएपछि अमेरिकी सरकारले त्यहाँ इन्टरनेटमाथि लगाइएको प्रतिबन्धलाई खुकुलो बनाउने जनाएको छ। यस्तै अरबपति इलोन मस्कले इरानमा इन्टरनेट सेवा उपलब्ध गराउन आफ्नो स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कलाई सक्रिय गर्ने घोषणा गरेका छन्। इन्टरनेसनल ब्युरो, ग्यालेक्सी 4K। हामी ग्यालेक्सी न्युज आवरको अन्त्यमा छौं। जाँदा जाँदै हेडलाइन्स। शीतल निवास र बालुवाटार बीच अविश्वास बढेका बेला राष्ट्रपतिको चासो मन्त्री परिषद बैठकका प्रस्तावमा कुनै पनि निर्णय हुनु अघि आफूलाई जानकारी दिन सरकारलाई ताकेता। टिकट वितरणलाई लिएर कांग्रेसमा चर्को असन्तुष्टि। संस्थापन पक्षले नियतवश इतर खेमालाई पाखा लगाउन खोजेको आरोप। 40% नपाए विद्रोह गर्ने चेतावनी। त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा शिक्षक कर्मचारीमा अनुशासनहीनताको हद। अमृत साइन्स क्याम्पसमा 80% गैल बसेर सबै दिनको तलब सुविधा। युक्रेनसँगको युद्धमा आफ्नो सेना हार्न थालेपछि रुसद्वारा रक्षा उपमन्त्री बर्खास्त। युद्ध मैदानमा रासन पानीको चुस्त व्यवस्था गर्न नसकेको आरोप। र टेनिस स्टार रोजर फेडररले लिए व्यावसायिक खेल जीवनबाट सन्यास। विश्वका चर्चित टेनिस खेलाडीको उपस्थितिमा लन्डनमा भव्य विदाई।
आजलाई ग्यालेक्सी न्युज आवर सकियो। नमस्ते। This is Galaxy News Hour Live.